दिदी पहिला किन हेर्दै त कोपी किसानमा नलागो न जीवा जमाना के छ अत्तर भेट्या छ ल भएको हात लगाएर यो पनि देखाइदिनु भयो सेन्ट एक डलाई पिते तेलमा हालेर त कपाल आउला फेरि दिदी भाइ फोटो खिच्ने मान्छे यहाँ त आउनुहोस् फोटो आउँछ लाइट पठाइ त्यही भएर नलाम यस्तो यस्तो दियो सबै हिँडी बसेर एउटले प्यालो एउटले रातो एउटले कालो त्यसैमा गरेन सबैले त्यसैमा हो त चाउरो धल्ला काट्नु कसैले माला लगाइदिने त्यहाँ टिको त सबैले लगाइदिनु पर्यो टिकोमा पनि कसैले रातो कसैले हरियो कसैले गराए हुन्छ नि त कि डक्टर बद्दर हुन्छ राम्रो पहिले सानो आमैले गर्नु मामाहरूलाई लगाइदिए नि हामीले त्यो खुब राम्रो देख्थ्यौँ मामा भाइ हो आइए बाबा मामा मुका बस्नु म त्यसो सोफामा बस्छु मिला एकैचोटि भइगयो त फेरि हामीले कति छुट्टी लगाइदिन्छ लक्ष्मीलाई लामालाई भाइले ल्याइदिनु भने ल्याइनु क्या झुना थियो नि लक्ष्मीलाई लामालाई लाने के भाइ त्यो फोटोमा थियो मिना काँची छ म ल्याउँछु क्या झुना छ हामी जान कहाँ भयो त हामी जानु हजुरहरु जानु न यो छेकेर के भित्र भएर गएर नि के त्यहाँबाट के छेके सबै भाइले छेके छ अरे हो भाइ के ल्याइदिनु हरियो ल्याइदिनु दुबो जस्तै मौलै रहे भन्छ कति राम्रो छैन है मलाई दुबोको रस खास दुबो रस दिन्छ दिदी खास दुबो रस दिन्छ लाउने अरे के त्यो के तर्ने दुबो कालो भएको छ यस्तो मलाई छाइदिँदै जान्छ सबैले एकन्त लाउने प्रचण्डको अनुहार फुट्या कोइलाई कति किलोको भन् कति लामो माला थियो खड्का लागेर नि यो मधेसीहरूले मध्य प्रदेशमा गर्छन् त्यो दिदीहरूलाई एकचोटि लाम्बा भद्रकोटको केटे काटेको धारण गरिसकेको अब धैर्य धारण गर्न कति वर्ष एउटा भाइले सुन्नु लाग्यो रानी कलरको चारवटा परेको छ एउटा भाइ लाउने हाम्रो त सिङ्गल पानी पाउँछ मैले हाल्दै यसमा हालिछु अलि मोटो दिनु सबै माला किशोर का उसका उनकी
मिना मिना घरबाट हाम्रो वहाँ गोलीमा लगाएको आउरोले टिप्दैले वहाँ रेन्जरमा मुक्दल लिएर आएको ए हामी टिप्दैनौँ उसले सुस्ता पनि घरमा टिप्नु लाग्छ भन्दै भिडियो खाएर आएको परालै त्यहाँ हाम्रो यहाँ पुलिसले पठाइदिने हो दिदीहरू गएर हिजो हाट खाना आए तिनीहरूले टिका किन बन्द बनाउनु अरे अलग अलग भयो संक्षिप्त भन्दा त यो एक नेपाल सबैले गराउने भने कि भाइलाई आज हतार गर्दैन पहिले मोटो केस ल्याइदिएस खान्छ मोटो केस अनि त्यसपछि छैन अब सप्तरङ्गी जान्छन् आफै झिक्यो खान्छ बफे सिस्टम हाल्यो जे मलाई त जति मलाई त झिउला अलि अस्पताल अझै अस्पताल जब जित्यो भाइलाई हजुर ल्याइदिनु न साइले किन त्यो मुढामा सोझे तान मैले लगाइदिनु हो मैले लगाइदिनु तपाईँले अहिले ल्याइदिनु माइन साझे भएन बहिनीहरूको त्यसमा थपिदिनुहोस् यो किन थप्नुहुन्छ त सप्तरङ्गी लाउनुपर्छ अलि तल नाकसम्म लगाइदिए पनि हुन्छ यहीँबाट ल्याएपछि खाली छ होइन खाली छ उसको चिम्म गरेर गर्नभन्दा हजुर जुदाएर लाउनु हो मोटो पहिला सर्नु खाने कमलाले भन्छ कि तरकारीमा हाल्दैन मिर्ची हुन्छ पानी हाल्नु डल्ले खुर्सानी सुक्खा भएन यसलाई पानी हाल्नु पर्यो अलिक थोप्लो चाहियो मिला यति थोप्लो ल्याइदिनु त्यही होला कलसमा धेरै पर्छ कि कलसमा सेतो सबै सप्तरङ्गी अहिले लास्टमा यताको कार्यक्रम सकेपछि सर तिमीलाई त्यही भन्नु तिमीले मलाई मत गर्न धेरै जेन्टल गर मेरो त काट खसिएको छ याले मैले जग्गा भन्छ त काट खसिएको छ त्यही खै मार्छ अहिले उसै खिच्नु जान्छ हो त्यस्तो गरेर अब ढोक दिनु पऱ्यो क्या ढोक दिनु पऱ्यो
मैले पनि त्यस्तै सब जानिसेर मिल्छ अथली बन्छ नजाने केही छैन सक्दैन कोही प्युठानीको घर धानेकै हो प्युठानीको घर मैले त गराएँ हजुरहरूको के मामा झन् प्युठानी दगाईले मात्रै प्युठानी मात्रै हेर्दै दगाई पठायो मामा प्युठानी जसको बाहिरबाट भन्दै बोला छैन अझै चाहिँ प्युठानी मात्रै हजुरको मन्दिरलाई प्युठानीलाई दिनुहोस् नि ताले प्युठानीको घर गर्न धुन्दै हुन तर छोरी यस्तो भात पकाएर कामै नदेख्नु के खानु जान्छ के बाहिर खानु जान्छ के हो त सानोतिनो काम गरेर फेरि मलाई निकालेर गइसकेको छ गाडी अन्त अहिले आउनुहुन्छ अरे फेरि पठाउ भन्नु पर्यो त छोरालाई कति नआउने रे मलाई शंका के नेपालमा जानी हुनुको के हो त्यही भन्थे फेरि दाछन् गइसकेपछि भन्नुभयो कि पहिले पनि त्यस्तै कुरा भएको त मात्रै आइरहलिन भन्थे पहिले खबर भइगयो सबैजना जातिवाला भनेको त फेरि गाडी गयो आइज अहिले नआउने भयो फेरि सक्नुहुन्न नेपालमा त कसरी सक्यो यहाँ आउन सक्ने दिदी हामी एकछिन घुमेर भयो मेरो मसला पनि आउँछ दुई मिनट भएपछि दसैँमा सबै छोरा बुहारी छोराहरू त आयो हेर पुण्यका दिन गाडी छुट्याएको हामी दसैँमा कहिले गएकै छैनौँ म